हेलो नमस्ते सबैजनालाई। आज चाहिँ मैले तपाईहरुलाई जीमेल आईडी या गुगल आईडी को पासवर्ड कसरी चेन्ज गर्ने, अब तपाईको कुनै मोबाइलमा चेन्ज गर्नु पर्यो या कुनै अब मोबाइल ड्यामेज भयो, मोबाइल हरायो भने अब तपाईको डकुमेन्टहरु सबै जीमेल आईडी या गुगल आईडी मा सेभ भएर बसेको हुन्छ। त्यही कारणले तपाईहरु तनावमा हुनुहुन्छ या कुनै परेशानमा हुनुहुन्छ भने म आज तपाईहरुलाई सिकाउने छु जीमेल आईडी को पासवर्ड चेन्ज गर्ने तरिका। सर्वप्रथम तपाई जीमेल मा जानु होला। त्यसपछि जीमेल को प्रोफाइल मा क्लिक गर्नु होला अनि म्यानेज योर गुगल अकाउन्ट भन्नेमा क्लिक गर्नुस्। त्यसपछि तल सार्नुस्, स्क्रल डाउन गर्नुस्। यहाँ लेखिएको छ गुगल पासपोर्ट, त्यसमा थिच्नुस्। अब त्यसपछि तपाईले राखेको मोबाइल डिभाइसमा राखेको पासवर्ड या प्याटर्न माग्छ त्यो हाल्नु होला। सिम्पल। अब त्यति गरिसकेपछि तपाईले नयाँ पासवर्ड हाल्ने अप्सन आउँछ, नयाँ पासवर्ड हाल्नु होला। सजिलो छ, तपाईले यति गर्यो भने चेन्ज भयो। अब यो भिडियो मन परेमा लाइक सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर वाचिङ।